नारायण गोपालको स्वर अनि डीबी गुरुङका शब्दहरू, प्रेयसीका यादहरू एउटा यस्तो रचना हो जुन गीत मात्रै होइन, आफैमा एउटा पूर्ण काव्य हो। आउनुहोस्, आज हामी यही काव्यको हरेक शब्दभित्र पसेर त्यसको गहिराई नाप्ने कोसिस गरौँ। यो गीतको पहिलो हरफमै यसको पुरै आत्मा लुकेको छ। प्रेयसीका यादहरू, कोरिएको मुटु। सोच्नुहोस् त, कोरिएको। यो भनेको कलमले लेखेको जस्तो होइन जुन मेटिन सक्छ। यो त ढुङ्गामा छिनोले खोपे जस्तै हो, कहिले नमेटिने छाप हो। यही एउटा बिम्बले गीतको सम्पूर्ण भावलाई बाँधेर राखेको छ। र गीतको सुरुवात त्यत्तिकै सम्झनाबाट हुँदैन। यो त एउटा निकै शक्तिशाली र सचेत कदमबाट सुरु हुन्छ। त्यो हो विगतको सामना गर्ने हिम्मत। गायकले एकान्तमा बसेर ती यादहरूलाई खोज्ने निर्णय गर्छन्, जसले के देखाउँछ भने यो प्रक्रिया निकै पीडादायी छ तर जानी जानी रोजिएको छ। अब पहिलो श्लोकलाई पुरा सुनौ है त। प्रेयसीका यादहरू, कोरिएको मुटु, एकान्तमा आज यहाँ फुकाएर हेरे। पीडतिका घातहरू भरिएको मुटु, रसिएका दुई आँखालाई सुकाएर हेरे। यी शब्दहरूले कस्तो गहिरो विषादको माहौल बनाउँछन्। यहाँ प्रेममा पाएको धोका, त्यो घातले भरिएको मुटुको कुरा छ। यहाँ दुईवटा क्रियाकलाप बीचको भिन्नता हेर्नुस् त, कति गजबको छ। एकातिर फुकाएर हेरे, यो एउटा भित्री काम हो जहाँ मनभित्रको घाउलाई जानी जानी कोट्याएर हेर्ने हिम्मत गरिँदैछ। अनि अर्कोतिर सुकाएर हेरे, यो एउटा बाहिरी प्रतिक्रिया हो जहाँ त्यही घाउबाट रसाएका आँसुलाई दुनियाँबाट लुकाउने प्रयास भइरहेको छ। अब दोस्रो खण्डमा गीतले हामीलाई गायकको वर्तमान जीवन कस्तो छ भनेर देखाउँछ, र यो देखाउनका लागि एकदमै सुन्दर उपमाहरूको प्रयोग गरिएको छ। प्रेममा धोका पाएपछिको त्यो अस्तित्व कस्तो हुँदो रहेछ, आउनुहोस् हेरौँ। दोस्रो श्लोकले एउटा एक्लो जीवनका फरक फरक पाटा देखाउँछ। जीवन यहाँ जताततै अँगालेको कथा जस्तै, यहाँ मुटु चारैतिर भङ्गालेको व्यथा जस्तै, आफ्नै पाइला आफ्नै बाटो सङ्गालेको जेथा जस्तै। हरेक हरफले एक्लोपनको एउटा नयाँ तहलाई उजागर गर्छ, होइन त? पहिलो उपमालाई अलि गहिराइमा हेरौँ। जीवन अँगालेको कथा जस्तै। यसको मतलब के हो भने जीवन एउटा यस्तो कथा बनेको छ जसलाई अँगाल्नुको विकल्प नै छैन। चाहे त्यो कथा जति नै दुःखले भरिएको किन नहोस्, त्यो बोक्नै पर्ने बाध्यता छ। दोस्रो तुलनाले त पीडालाई अझै चर्को बनाउँछ। मुटु भङ्गालेको व्यथा जस्तै। यहाँ भङ्गालेको शब्द निकै महत्त्वपूर्ण छ। मुटु टुटेको मात्र होइन, भङ्गालेको छ, अर्थात् यस्तो चकनाचुर भएको छ कि त्यसलाई फेरि जोड्न सकिन्छ भन्ने आशा नै मरेको छ। अनि यो श्लोकको अन्त्यमा गहिरो एक्लोपन र त्यसको स्वीकारोक्ति छ, आफ्नै बाटो सङ्गालेको जेथा जस्तै। यसले के भन्छ भने अब गायकसँग आफ्नो भनेर गर्व गर्न लायक केही छ भने त्यो केवल उनको एक्लो यात्रा हो, उनको आफ्नै पाइला आफ्नै बाटो हो। त्यही नै उनको एकमात्र सम्पत्ति, उनको जेथा बनेको छ। गीतको तेस्रो खण्डले त यसलाई काव्यात्मक उचाइको शिखरमा पुर्याउँछ। यहाँ आएर कविले याद अर्थात् स्मृति जस्तो अमूर्त, नदेखिने कुरालाई पनि भौतिक आकार दिने अद्भुत कोसिस गरेका छन्। सम्झनाका छायाहरू छातीभरि धुवाँ जस्तै, तिर्खाएको पानीलाई नमेटिने कुवाँ जस्तै, वास खोज्दै उडी हिँड्ने सिमलको भुवा जस्तै। यो श्लोकमा स्मृतिको लागि प्रयोग भएका प्राकृतिक बिम्बहरू यति जीवन्त छन् कि यसले गीतलाई अविस्मरणीय बनाएको छ। स्मृतिको यो यात्रालाई हेर्नुस् त। पहिलो करणमा याद धुवाँ जस्तै छ, जसले छाती भर्छ, निसास साउँछ, तर समाउन सकिँदैन। दोस्रो करणमा त्यही याद नमेटिने कुवा बन्छ, जहाँ जति पानी पिए पनि तिर्खा मेटिँदैन, मतलब चाहना अनन्त छ। र तेस्रो तथा अन्तिम चरणमा त्यो याद बास खोज्दै उड्ने सिमलको भुवा बन्छ, लक्ष्यहीन, घरबारविहीन। कस्तो शक्तिशाली चित्रण! त्यसो भए यी सबै श्लोकहरूलाई एकै ठाउँमा राखेर हेर्दा के देखिन्छ त? यो गीतले विछोडको पीडालाई कुनै क्षणिक भावनाको रूपमा हेर्दैन, बरु यसलाई त एउटा स्थायी अवस्थाको रूपमा परिभाषित गर्छ। यस्तो अवस्था जुन समयसँगै बिलाएर जानेवाला छैन। सारमा भन्नुपर्दा यो गीतको मूल सन्देश के हो भने ती यादहरू केवल मन वा मस्तिष्कमा भएका विचार होइनन्, ती त भौतिक रूपमै मुटुमा कोरिएका छन्। ती अब गायकको पहिचानको, उनको अस्तित्वकै एउटा नछुट्टिने हिस्सा बनिसकेका छन्। र यो विश्लेषणको अन्त्यमा एउटा गहिरो प्रश्न छोडेर जाउँ, जुन प्रश्न यो गीतले नै जन्माउँछ। यदि मुटुमै केही कुरा कुदिएको छ भने के त्यो लेखोट साँच्चै कहिले मेटिन सक्छ र? यो प्रश्नले
प्रेम, विछोड र स्मृतिको बारेमा गीतले दिएको गहन सन्देशलाई सधैँ ताजा बनाइराख्छ। आजको लागि यति नै।